मनोकामना जाने बाटो रहेछ क्या। त्यहाँ हान्नु पर्यो, त्यसलाई हान्नु पर्यो फेरि। मेरो सिम चेन्ज गरेर सिम ट्रेनै भाँच्यो कि के चिहानको परिलाई सुटेबल छ त्यो बस्दा पाछ त्यता हेर नि यतिकै चिनी हान्दा भएन चिनी हान्ने त सिस्टम जानु पर्छ something to hold on to, gotta find it first. But here I am, 'cause I've been laying under palm trees waiting for the summer, knowing there's nowhere to go. 'Cause I am happy on this island, wanna be my farmland. I don't ever want to leave, I'm in a tropic bug. सिम्बा बुझिन्छ अरे सम्बा ल है साथीहरु आज कता आइयो यो कता आयौँ हामी मसँग कोन्जियोसम ललितपुर ललितपुरको कोन्जियोसम यहाँ साथी पनि आएको छ ललितपुर ठुलो रहेछ ठुलै रहेछ कोन्जियोसमहरु नाम पनि कस्तो हो त नि फेरि कोन्जियोसम गाउँपालिका हो के कोन्जियोसमको नाम पनि कस्तो कोन्जियोसम गाउँपालिका पाथिभरा मन्दिर भन्ने फेरि यता के रहेछ त नि यो एक्चुअली बोर्ड देखाउँ है त अब हामी चाहिँ यो माथिले जाने भनेर हिँडेको तर अलिकति नभ्याइने भयो र ठाउँ चाहिँ यस्तो छ अनि प्लस अब म देखाउँछु है त्यहाँ अगाडि पाथिभरा जानुको लागि चाहिँ यतातिर यो बाटोबाट गयो भने
गइदो रहेछ। खोर भन्ज्याङ भन्ने जाने हो त माथि जाम न एट पुगेर आउँ माथि अरू भन्दा गर्ने यही जाने यो ऊ के अरे चौघरे जाने बाटो चौघरे कि यो सिँढी त्यही जान्छ नि अब हँ त्यही जान्छ नि चाहिँ हिँड्दै गरेर आउँछन् केटाहरू पानी आउने भयो छिटो छिटो जानुपर्छ अब ल यस्तो के अरे बेसरी भएर अब यो बाइकमा आएको यो एउटा यो बाइक चाहिँ यस्तो रहेछ है यसको चाहिँ यो इन्जिन तातिएर खत्तम भयो के ल दोस्तहरू चाहिँ आउँदैछन् त्यहाँबाट यहाँ आउँदैछन् कहाँ हो कता हिँडिरह हो यो बाटो चाहिँ कता पुग्ने चाहिँ कता हो त्यो बाटो यहाँबाट मैले भनेको ठाउँमा गएको चिलमा बसेर खाँदै पानी खेलाउन पाइँदो रहेछ के पाथीबाट जाने हो त यहाँबाट चलो 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 हम चलते हैं पहाड़ पे भाई की महावीर वाला के छ अनलाइनमा के भन्छ हिजो भन्ने त मलाई 50 सुरुको प्याकेज सानो तिनो हाइक भयो होइन के हो पानी पर्यो भने क्यार्ने हो पानी पर्यो भने गाह्रो हुन्छ ल है के बन्दैछ यहाँ ल यहाँ आइयो के चिज आयो कहाँ आयो यार यस्तो ल अब चाहिँ यहाँबाट लाग्नु पर्यो यस्तो छ ठाउँ चाहिँ गाजल त तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्न मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाएको मन पर्छ भाग्यमानी सबै तिम्रो मुस्कान हेलो गाइज अहिले हामी चाहिँ यो कुन जङ्गलको नाम चाहिँ थाहा छैन कन्यामसोम को दामी जङ्गल छ है भइहाल्छ ठाउँ चाहिँ तपाईँहरू पनि घुम्नु पर्ने हुन्छ एकचोटि चाहिँ हामी अब यहाँ कहाँबाट दुःख गरेर आयो तीन मूर्ति जान खोजेको त्यो बाटो चाहिँ खत्तम भएर हामी बाटो बिराएर यो ठाउँमा आयो तर यो ठाउँ चाहिँ एकदम वर्थ इट भयो आउँदा आउँदा चाहिँ ल इन्जोय द भ्यू हेलो गाइज गुड आफ्टरनुन म चाहिँ स्कन्द श्रेष्ठ है हामी यता आज यसो शनिबारको दिन परेर यो
घुम्न हिँडेको होइन साथीहरूसँग पुरा चट्टसँगले घुम्न हिँडेको अनि खासमा जानुपर्ने चाहिँ त्यो कञ्चनसोमको 3 मूर्ति र त्यो झरना भएको ठाउँमा जानुपर्ने अनि हामी चाहिँ त्यहाँ पुगेनौँ कि अलि अब मौसम पनि त्यस्तै भयो पानी परेर मजाले होइन बाटो पनि त्यस्तै हिले बाटो ढुङ्गा त्यस्तै अनि त्यो जाने बाटो पनि त्यस्तै अप्ठ्यारो फेरि अब बाइक नजाने त्यही कारणले गर्दा बाटो बिराउँदै हामी कहाँ आयो है तर राम्रो ठाउँमा आयौँ रमाइलो ठाउँमा आयौँ ड्राइभर पनि हाम्रो अनि कस्तो कस्तो लागिरहेछ त यो झुक्केर आएको ठाउँलाई चाहिँ बबाल दामी लागिरहेछ अहिले चाहिँ हजुर एकदम रमाइलो मौसम दामी भाइब्स राम्रो छ यहाँको चिसो मौसम होइन वर्थ इट वर्थ इट नै छ यसो हेर्दाखेरि बाटो पनि बबाल नै छ यतापट्टिको होइन अनि यसो जङ्गल हेर्न सक्नुहुन्छ कि जङ्गल पनि बब्बालै छ फेरि भ्यू पनि बब्बाल छ अलिअलि पानी एउटा जस्तो चाहिँ गइरहेछ यस्तो फोहोरहरू चाहिँ नगर्नुपर्ने यो चाहिँ भनौँ त यो फोहोर यो भएको फोहोर यस्तो यो अब आउँदा बाटोमा हामीले कस्तो देख्यो नि यो पेपर यो फोहोर यो यस्तो हुनु भएन यो साथीको कुरा यो त भएन नि त यार यसरी गाइजहरू सुनिराखौँ होइन फोहोर चाहिँ भएन कि घुम्ने नेचरलाई तर एउटा डस्टबिनको व्यवस्था चाहिँ हुनुपर्ने थियो यहाँ डस्टबिन राखिदिनु पर्ने हो ठाउँ ठाउँमा अनि अब यो एउटा चेतनाको कुरा पनि हो कि मान्छेको फोहोर गर्दै हिँड्ने त होइन नि त यार प्रकृतिलाई त सफा राख्नु पर्यो नि होइन र एकदम राम्रो त्यही त राम्रो कुरा गर्नुभयो खासमा चाहिँ एउटा डस्टबिनको व्यवस्था चाहिँ गर्नुपर्ने थियो यहाँ चाहिँ सिन पनि बबालै छ है तपाईँले देख्न सक्नुहुन्छ सल्लाहहरूको रुख छ यताउति होइन अनि बाटो हेर्न सक्नुहुन्छ बाटो पनि धेरै नै राम्रो नै छ अनि केटाहरू चाहिँ इन्जोय गरिरहेछ यहाँ अब हाम्रो अर्को साथी पनि छ त्यो चाहिँ कता गएछ म उसलाई खोज्छु है त एकछिन यसो म त्यहाँबाट हिँड्दै आएको थिएँ अनि हाम्रो एउटा साथी पनि हामीसँगै थियो होइन ऊ र म चाहिँ एउटै गाडीमा आएको थियो उसले चाहिँ उहाँ टिकटक बनाउँदो रहेछ कि ठ्याक्क यस्तो यो एक्लै बसेर होइन टिकटक बनाउँदो रहेछ के गरिरहेछ है त यसो हेरौँ है त मिलाइरहेछ क्यामेरा मिलाइरहेछ ओके उसलाई आफ्नो दुनियाँमा छोड्न दिउँ हामी चाहिँ यो सिनलाई मजाले हेरौँ धेरै नै राम्रो ठाउँ छ